ल यो चाहिँ अहिले लन्डन सहरमा है त गाइस लन्डन अब आइफोन त छैन यही क्यामेराले कस्तो आउने अब हल्का ब्लग बनाइदिनु पर्यो ल यो चाहिँ प्लम स्ट्रिट भन्ने ठाउँ हो दामी ठाउँ वाइल्ड जाडो क्या म टोपी नदिएको थिएँ काट्दा काट्दै सिजरै चलाउनु नसकेको क्या हातै त्यो फ्रिज भइदियो क्या काट्दा काट्दै पानी पऱ्यो त्यहाँबाट वाइल्ड हावा चल्दैछ त टायरको फेरि अनि सबै सर्ट गोरा गएर ए आइफोन पनि गोरो भइसकेको गाडी हालिन्छ भने टेन्सन यार एकछिन बस्नुपर्छ गाडी आएको आइछन् भाग भाग कस्तो दामी नेपाललाई यस्तो हुनु पाए कहिले हुने अहिले धेरै भ्लग नबनाउँ गाइस यहाँ अब फेरि त्यो डिस्ट्रिक्सन पनि हुनसक्छ मजा आउँदछ यार कपाल काटेर आउनु दामी मजा आउने क्या त्यो बसे दुईजनाको चाहिँ झ्याप्छु कपाल काटेर आइदिएँ अब काट्दा काट्दै यार पानी परेर टेन्सन हात काट्दै यार सिजर त चल्दै चल्दैन मेसिन मात्रै चलाएको भरे एकछिन बसेर चलाउनु चाहिँ बाटो हेर्नु न बाटो नेपाल कहिले यस्तो हुनु यार लुगा भन्ने चिजै धुनु पर्दैन कति सजिलो नेपाललाई नि यत्तिको डेभलप बनाउनु पऱ्यो क्या अब चाहिँ नेपालभन्दा त कालै थियो पुरै भयो कि ब्याकग्राउन्डले गर्दा होला टोपी चाहिँ नदिएको थिएँ हुन त यो ज्याकेटको टोपी चाहिँ त्यस्तो जाडो त भएको थिएन मलाई तर यो लुगा डिस्गाइज मेरो क्यामेरा चाहिँ ब्याक फर्किँदैन क्या अनि हावा लास्ट चलिरहेको छ त्यो माइकको खासै त्यो राम्रो साउन्ड चाहिँ आएको छैन होला तपाईँ पनि कृपया एडजस्ट गरिदिनु होला अहिले चाहिँ म ट्याक्क ब्लाउजतिर छु के भन्ने हो र नयाँ चिज नयाँ ठाउँ नयाँ सहर हल्का भ्लग बनाउँदै हिँड्ने हो प्लिज डु लाइक सेयर सब्सक्राइब भन्ने होला आज 5 सब्सक्राइबर्स होला नि अब हेरौँ कति प्रगति हुन्छ गोप्रो सोप्रो भए त दामी हुन्थ्यो यो फोनको त क्वालिटी पनि छैन होला रेडमीबाट खिच्यो तर पनि ठिकै छ यतिको कसैलाई लन्डनमा चाहिँ हेयरकट सस्तो घरमै आएर होम सर्भिस हान्नु छ भने चाहिँ कृपया मलाई डिएम गरिदिनु होला एकचोटि म घरमै आएर होम सर्भिस हो एकदम सो आएर कपाल काट्छु अहिले एकछिन भेट्यो है त गाइज एकछिन म पनि त हेर्नु पऱ्यो यहाँ फेरि भ्लगिङ बनाउनु हुँदैन क्या यो गाडी हेरेर यो दुई तले बसहरू पनि थियो टाइम स्ट्रिट 77 अरे सही अब फोटो खिच्ने मान्छे छैनन् आफै भ्लग बनाउने हिँड्ने See you guys, bye bye.